नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले कथा घोप्टे युग लिएर आएको छु। कथाकार छविलाल ढकाल, स्रोत साहित्यपोस्ट.com। खास त यो कलियुगकै कुरा हो, तर यहाँ छोटकरीमा भए पनि यस अघिका युगहरू सत्य, त्रेता वा द्वापरका कुराहरू गर्नुपर्ने भएको छ। त्यस्ताको कुरालाई यता जोडेर केही भन्नु जो परेको छ। कृपया अहिलेलाई यो एउटा कथै हो भनेर भनिदिनुहोस्। स्वर्गका राजा इन्द्रलाई बेला बेलामा आफ्नो सिंहासन घुम्ने भएले सताएका कुरा हामीले सुनिआएको हो। आफ्नो राज्य जोगाउन उनले अनेक गरेको पनि सुनेको हो। यो त दोस्रो कुरा हो। पहिलो कुरा त उनी साह्रै भाग्यमानी थिए। साह्रै भाग्यमानी भन्दा पनि उँचोको कुनै मापन हुन्छ, कुनै उँचो बिन्दु हुन्छ भने त्यो भन्दा माथि थिए इन्द्र। राजा भाग्यमानी थिए भन्दा हाँसो उठ्ने कुरा पनि हो। भाग्यमानी नभई राजा भइन्छ र भन्ने हजुरको आशय हुन सक्छ, तर यहाँको कुरा राजा पनि कहाँका भन्दा स्वर्गका भन्ने हिसाबले भाग्यमानी भनिएको हो। स्वर्गको एक छत्र राज, अनवरत शासन, अनवरत भोगविलास, त्यसमाथि चिन्तामणि, कल्पवृक्ष, कामधेनु गाई उनैका थिए। जे खोज्यो त्यही ठ्याङ ठ्याङ पुर्याइदिने खुपी जो थियो यिनीहरूको। यिनैको भरमा इन्द्रले इच्छाएको पाउँथे। त्यतिले नपुगेर भगवान ब्रह्मा, विष्णु, शिव हुनुहुन्थ्यो उनका संरक्षक। स्वयं लक्ष्मी स्वरूप सची उनकी अर्धाङ्गिनी थिइन्। अझ कति कति अप्सराहरू अमृत र सोमरसका प्याला बोकेर उनको सेवामा खटिन्थे। गन्धर्वहरूको गीत संगीतमा तिनै अप्सराहरूले नृत्य गरेर उनलाई आनन्दित तुलाउँथे। स्वर्ग त स्वर्गै थियो, मान्नुहोस्। डिस्को त्यही थियो, बार त्यही थियो, क्यासिनो स्यासिनो के मोज मस्तीका लागि हरेक व्यवस्था भरपूर त्यही थियो। त्यस्तो साम्राज्यका अधिपतिलाई भाग्यमानी शब्दले मात्र काफी हुन्छ र? हुँदैन नि। हुँदैन भने पनि हेर्नुहोस् न, त्यस्ता भाग्यमानी सुखी इन्द्रलाई किचिङ किचिङ टेन्सन भने परिरहेको छ। यो कुरो भने अलि पछि थाहा भयो। उनलाई बेला बेलामा यस्ता खाले समस्या आइपरेका रहेछन्। एउटा टेन्सन टुङ्गायो भने अर्को हाजिर हुने, त्यसलाई पनि टुङ्गायो भने फेरि अर्को हाजिर हुने। भनौँ न, समस्याहरू बेला बेलामा फनको लगाइरहने। यस्तो घन चक्कर अहिलेको मात्रै होइन, उहिलेदेखिको हो भन्ने कुरो अनि जहिले जहाँ पनि यसो हुनु प्राकृतिक मान्नुपर्ने कुरो अनि सबै समस्याहरू आउने जाने जीवनको चक्र हुन् र त्यो चक्र उति बेलैदेखि चलेको हो भन्ने कुरो यिनै परिघटनाबाटै छर्लङ्ग हुन्छ। दर्शक तथा श्रोतावृन्द, अब अलिकति खास कुरामा प्रवेश गरौं। एकपटक महर्षि विश्वामित्रले कठोर तपस्या थालेछन्। इन्द्रको राज्यमा हलचल मचिएछ। जति जति निष्ठापूर्वक गर्न थाले रे उति नै इन्द्रलाई अधीरता भयो। राजगति नै चैट हुने हो कि भन्ने भएछ। कसैले निष्ठापूर्वक कसैलाई हानि नपुर्याई आफ्नो काम राम्ररी गर्दा कसैलाई भय हुने कुरा पनि आजको होइन रहेछ। उसले राम्रो गरौं भनी हामी सकिन्छ भन्ने मानसिकता पुरानै रहेछ। हेर्नुहोस्, अर्को कुरा नि कुर्सी खोसिने भए पनि आजको होइन, उहिलेदेखिको भय हो भन्ने कुरा यसबाट पुष्टि हुन्छ। आफ्नो शासन सत्ता खाइपाई आएको खोज्नेलाई ठेगान लगाउने विचार भएछ इन्द्रको। उनले तपस्वीको तप भङ्ग गर्न सर्वसुन्दरी अप्सरा मेनकालाई पृथ्वी लोकमा पठाएछन्। तपस्वीले आफ्नो अगाडि च्वाक कन्या देखेपछि गरिआएको काममा ब्रेक लगाएछन्। उखानै छ नि, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर। तपस्वी ठिमीतिर नलागे पनि गरिआएको हल्लीखल्ली गरेर उनीतिर भने पल्किए। भन्न खोजेको उनी मेनकासँग लसिए। विरतीको मिठो तिर्सना छनछन बढेछ। काम तमाम भएछ। भनौँ न, यसरी देवराजले आफ्नो स्वर्गासन जोगाएछन्। विभिन्न कालखण्डमा आफ्नो शासन सत्ता जोगाउन इन्द्रले अनेक गरेका हुन्। अघि नै भनिसकियो यो कुरो। उसो त देवराज इन्द्र कहिलेकाहीँ हातापाइमै उत्रिएका हुन्। बडे संग्रामहरू इन्द्रको राज्य जोगाउन मात्र भएका छन्। कति कति नारी पुरुषहरू घरबार विहीन भए, मारिए। हिसाब राखेर अब साध्यै छैन। जे होस्, हतियार उठाएर हुन्छ कि विश्वामित्रलाई चाहिँ अप्सरा प्रयोग गरेर हुन्छ, अनेक दिग्ढम लगाएर इन्द्रले आफ्नो शासन सुरक्षित राखे। ऋषिमुनि वा शुद्धहरूलाई फलाकफुलुक पार्न सबैभन्दा बेस्ट अप्सन भनेको तरुणी हतियार हो भन्ने इन्द्रले उति बेलै प्रमाणित गरेका हुन्। कुर्सीमा बसिराख्न चाहनेले यतिको जालझेल त जानेकै हुन्छ नि, होइन र? तर यति गर्दा पनि समस्या भने जिउका त्यौं रह्यो। उति बेला कलिअघि यी कुरा जायजै थियो होला। लौ त बरै ठिकै मानियो। तर अहिले मतलब कलियुगमा पनि त्यही खतरा रिपिट भइदिँदा अलि झ्याउ लागेको चाहिँ हो। हद हुन्छ नि जिगको पनि।
इन्द्र जस्तालाई सधैँ डराएर बस्न पनि यार आनन्दले उपर खुट्टी लगाएर बसेको देख्नै सहेनन्। यो सट्टाको तिर्खा फेरि कहिले नमेटिने जात होइन। हक्न मुत्न सहारा चाहिने बेलामा पनि तलतल लागिरहने यो कुरालाई अहिले एकछिनलाई छोडौं। मुख्य कुरा के भन्दा पृथ्वी लोकका मनुष्यहरूको चाला देखेर फेरि बेचैनी अपनाउनु पर्यो इन्द्रलाई। तनावको कुरो यही हो। सुरुमा त एक दुई जना देखिन्थे, ठूलो चिन्ताको विषय लागेन, ठिकै थियो, चलेकै थियो। पछि त वारहार्ती गाँठे, सबै व्यस्त छन्, कुनै विशेष पात्रमा लिन्छन्, सबै खोप्टो परेर त्यसमा व्यस्त छन्। भलै उनको राज्य थर्मरिएको थिएन, थर्मराएको त उनको मनै हो। तैपनि एकाएक केही भयो भने चिन्ताको बात त हो नि। चिन्ता परेपछि निन्द्रा लाग्छ र? रातैभरि मनमा हुण्डरी चलिरह्यो इन्द्रको। पछि यो कुरा इन्द्रको मात्र रहेन, पुरै देवलोकवासीको चिन्ताको विषय बन्यो। के हो त्यो? के भइराखेको हो? के गर्दै हुन्? मनुष्यहरू साथमा भएर पनि आफ्नो तवरले एकान्तवास गरेका छन्, कुनै विशेष पात्रमा लिन्छन्। के हो त्यो पात्रका बलमा यो कस्तो तप हो? अरे परिवार नै साथमा छन् तर बातचित छैन, मित्रजन साथमा छन्, गफगाफ छैन। के हो त्यो? उति बेला एक दुई जनाको कठोर तपले नै इन्द्रको सातो लान्थ्यो भने अहिले हजारौं लाखौं लागि परेका छन्। अरू त अरू साना साना बालबालिका पनि त्यस पात्रमा मग्न छन्। के अब देवराज इन्द्रलाई असुरभन्दा मनुष्यबाट बढ्ता खतरा भएको हो? यो एक यक्ष प्रश्न बन्यो देवलोकमा। के सामूहिक तपका बलले इन्द्र राज्य खोज्न उद्धत त छैनन् मनुष्यहरू? स्वर्गलोक त्राहिमाम जस्तो देखियो। यस विषय उप अनुसन्धान नथाली भएन। सबैले यस्तै ठाने। फलस्वरूप सत्य तथ्य पत्ता लगाउने हेतुले अमरावतीमा बैठक बस्यो, आयोग गठन भयो, विधान बन्यो। अहिलेलाई प्रारम्भिक अनुसन्धान बाल ब्रह्मचारी महर्षि नारदले गर्ने भए। वास्तवमा नारदले तदारुकता पनि देखाए। सूचना तथा सञ्चारको जिम्मा नारदकै भएर पनि होला। कुरो बुझ्ने, कुरा यताउति लैजाने, ट्याकटुक पार्ने नारदका लागि ठूलो विषय पनि थिएन। तर उनलाई अनुसन्धान कुन ठाउँबाट थाल्ने थोरै अलमत चाहिँ भएकै हो। उनले धेरै विचार गरे। अन्तिममा उनको मनमा एउटा आइडिया सुझ्यो, सानो तर सघन ठाउँबाट सुरु गर्ने। त्यसो हो भनेदेखि मन्दिरहरूको सहरैबाट किन नगर्ने त? अमरापुरी, कान्तिपुरी, स्वर्गको एक टुकडा त नेपालै पनि त हो नि। पटक पटक पुगेको जाने बुझेको ठाउँ भएर होला नारदले अवेर गरेनन्। अनि अवतरित भए गौशाला चोक, पशुपति क्षेत्रमा। हुन पनि यो त थियो देवी देवताहरूको पुरानो वासस्थल। उनी आफैले बेसरी रुचाएको पवित्र थलो। उनी गौशाला चोकमा उत्रिएर यसो यताउति हेर्दै थिए। चोकदेखि 40-50 मिटर पर मनुष्यको गुजुमुजु भिड देखे। केही सवारी साधन यत्र तत्र पनि देखिन्थे। एउटा सानो सानो गाडी टुई टुई कराउँदै पनि थियो। नारदलाई त्यहाँ पुग्न मन हुँदा हुँदै पनि जान सकेनन्। रिङ रोडमा बाटो काट्नै दुःख। उनी त्यता नलागेर पशुपतिनाथको मन्दिरतिर लागे। उनी गेरु वस्त्रको योगी पहिरनमा थिए, तर बडो सुन्दर र भिन्न लाग्दथे। बीनाका साथमा एक सुकुमार योगी देख्दा उनका उप सबैको दृष्टि परेको थियो। कलियुगीहरूको भाषामा भन्ने हो भने उनी झिल्के देखिएका थिए। नारद पशुपतिनाथको दर्शन सकेर परिसरबाट बाहिरिए। बाहिरिने बित्तिकै कतैबाट नारी आवाज सुने, बाबा एउटा सेल्फी खिचौँ न। शीघ्रातिशीघ्र उनको पासमा एउटी कन्या आइपुगी। विशेष पात्र आफ्नो अगाडि तेर्सी। पात्र तेर्साउँदै उपरोक्त कन्या सनै नारदसँग टाँसिए। पात्रमा फोटाहरू खिचे। नारदले उक्त कन्यासँग बात संवाद केही गर्नै पाएनन्, किनकि त्यो बडो हतारिएर हिँडे। के हो सेल्फी? के हो उसले प्रयोग गरेको पात्र? नारदको मथिङ्गल घुम्यो। सोध्नै खोजेका थिए, ऊ उम्किहाली। कतै आफ्नो गन्तव्यतिर लागे। फेरि अरूहरू उसै गरी उनी समीप आए, टाँसिए। त्यो पात्रतिर हेरेर ओठ चोसे बनाए। नारदलाई उतै हेर्न पनि भनियो। ठ्याम ठ्याम ती पात्रहरूमा फोटाहरू टाँसिए। नारदले यो के हो नि नानी बाबु हो भनेर सोध्न त सोधे। उनीहरू भने पात्रमा टाँसिएका फोटाहरू भनौं वा सेल्फीहरू हेर्नपट्टि लागे। अनि राम्रो नराम्रो आएको विषयलाई लिएर गल्फती सुरु गरे। कोहीले त सेल्फीमा आफ्नो आँखा चिम्म देखिएको भनेर चित्त दुखाए। कोही सेल्फीमा आफू छेकिएको भनेर फेरि सेल्फी खिचम पनि भने। यतिकैमा उनीहरू बीच भनाभन भयो। खै के भयो कुन्नी। पछि उनीहरू नाङ्गा बाबाहरू बस्ने ठाउँतिर उक्लिए। यति हो। उनीहरूले नारदको जवाफ दिएनन्। एक प्रकारले त नारद पशुपति प्रसादको फिल्मको हनुमान चाहिँ भए मनुष्यको नजरमा। उनीसँग फोटो खिच्ने अनि हिँड्ने। भ्यानन् कि बाल दिएनन्, ती उनैले जानुन्। तर नारदको कौतूहलता कसैले मेटिदिएनन्। यहाँ चित्त नबुझेको कुरा चाहिँ के भने नि, एक भद्र व्यक्तिको मान मनितो त केही भएन। लौ उनको प्रश्नको जवाब पनि दिएनन्।
त्यो पनि केही भएन, तर बाल ब्रह्मचारीलाई नै च्याप्प चुप्प समाए, अङ्गालै हाले। यसो गर्दा के नारदलाई जिरिङ्ग जिरिङ्ग हुन्न र? नकचरा नकचरीहरू काउकुती नै लाइदिने पनि के चाला हो? कति छिलिएका हौ? नारदले भने भन्न त, कसैले वास्ता गरिदिए पो निच्च दाँत देखाउँदै उल्टै पात्रमा हेरेर खिचिक्क पारे। दिक्कै भयो यो चालाले। मनुष्यहरूको व्यवस्थापछि छिजिएर उनी बागमती किनारतिर गए। मनुष्यहरूले सेल्फी खिच्दा थुतुनो ओठ बङ्गाईको नमुना उनले अचम्म मानेर हेरेका थिए। बङ्गाउँदा बङ्गाउँदा कुन दिन सुँगुरको मुख चाहिँ हुने हो मनुष्यहरूको मुख पनि। भगवानले राम्रै मुख दिएका छन्। अहिले आफै जानी जानी सुँगुरको बनाउन खोज्दैछन्। मनुष्यहरूको मतिभ्रष्ट ज्यादा भएछ। मनमा यिनै कुरा खेलाउँदै नारद अलि पर पुगे। त्यहाँ पनि केही कुमारहरू उनले शोधको विषय बनाएको पात्रसँग घोप्टो परेर केही न केही खुसु खुसु गर्दै थिए। थुप्रै त थिए नि त्यहाँ, तर बातचित थिएन। कोही पात्रमा हेरेर हाँस्दै थिए, कोही पात्रसँग कुरा गर्दै थिए, या पात्र हेरेर ओठ चोसो बनाउँदै थिए। उनलाई ताज्जुब लाग्यो, अरे यता पनि यस्तै छ। यी मोराहरूले पनि अघिकाहरूले चाहिँ गर्ने होलान्। अनावश्यक झन्झटबाट बस्न उनी अलि पलतिर गएर बस्ने विचार गरे। उनी उठेर हिँड्दै थिए। एउटा कुमार केटो दगुर्दै हस्याङ फस्याङ गर्दै आयो। सास फुलेर होला ह्या ह्या गर्दै सोध्यो, बाबा माल छ? माल? माल भन्ने शब्दबारे नारद अनभिज्ञ जस्तो देखिए। स्वर्गमा मालको अर्थ अर्कै हुन्थ्यो, यहाँ के होला? उनी अल्मलिए। जी के जी? कुमार केटाले आफ्नो हत्केलाहरू मल्दै अर्थायो। के जी? मजाक नगर्नु न बाबा, उनले कपाल कनाउँदै भन्यो। तर नारद अझ अलमलमै थिए। उनले इसारा गर्यो, दुई हात जोडजाड गर्यो। एक प्रकारले चिलिम समाइझै पो देखियो। ए चिलिममा हाल्ने कुरो नारदले बुझेछन्। अनि भने, शिवप्रसाद बालक मसँग कहाँ हुनु? म त्यस्ता त्यस्तै खान्न। नखानीले लिएर हिँड्ने कुरा पनि भएन। आसले एक मानो राल काडेको केटोले उनको कुरा सुनेर हप्याक हुँदै फेरि कपाल कनायो। दारी देब्रे हातले रगट्यो। अझ उसै बेला नारदले मुस्कुराउँदै उसमाथि उपदेश थोपरे। बडो भनेको माल्न चाहिँ गरेर सम्झाउन लागे। बालकहरू त्यस्ता त्यस्तो नखानु, त्यसले रोग निम्ताउँछ, भएको धन सम्पत्ति रित्याउँछ। ज्ञानी ऋषि मुनिहरूलाई अगाडि राखेर सम्झाए चाहिँ के हुन्थ्यो? त्यो गाँजा खान नपाएर खरिएको ठेट्नलाई उल्टै मुरमुरियो, भनौँ न रन्कियो नै। भन्दै थियो, पैसा दिन्छु भन्दा पनि। पैसाको कुरा होइन बालक, मसँग छँदै छैन। त्यसै बेला नारदले अर्को कुरा पनि भने, कानूनले वर्जित गरेको कुरा खाने हट नगर बालक। नारदको कुरो सुनेर केटो हाँस्यो। उसको मुखमा भोला थियो कि शुद्ध प्लस थियो, के थियो थियो। मुख रातै थियो। राता गिजा देखाएर आफ्नो हात नारदतिर तेर्साएर भन्यो, कुन जमानामा छौ सोल्टा? सरकारले बजेटै छुट्याइसक्यो गाँजा खेतीको लागि। अलिकति त त्यसका लागि तिमी जस्ता बाबाहरूलाई गुहार्नै पर्दैन। केटोको कुरा सुनेर नारदलाई रिस उठे जस्तो देखियो। हुन त नारदलाई कोही कसैबाट रिस उठ्ने होइन, तर यसपालि हलुका अलिकति मात्रै हो कि होइन जस्तो रिस उनको बोलीबाट दर्शिन्थ्यो। उनले भनेका थिए, तिमीहरूको सरकारले जेसुकै गरोस्, मसँग तिमीले भनेको जिनिस छैन। जी नबोक्ने पनि बाबा हुन्छ कहीँ? केटो च्याठियो। उसले कचकच गरिरहेकै थियो। अझै बढ्ता पो होला भन्ने मानेर नारदले बाटो नापे। भनौँ न दौडेको चालमा उसबाट उम्किए। बेलुका पनि हुन लागेको थियो। खाम तेरपाए हुँदै काठमाडौँको घरहरूसँग छेलिँदै एउटा घरको पुछारतिर गएर सुस्ताउने तर्खरमा थियो। उसै बेला बागमती किनारमा आरती हेर्न मनुष्यहरू जम्मा हुँदै थिए। माइकमा भजन बजिरहेको थियो। गुन्जन थियो। कतै कतै मन्दिरको घण्टा ट्वाङ ट्वाङ बजेको सुनिरहेको थियो। कतै कतै बाँदरहरूले भक्तजनका झोला छम्टिरहेका पनि देखिन्थे। कतै कतै कुम जोडेर बसेका कुमार कन्याका जोडी देखिन्थे। कुमार कन्याका काखमा कतै कन्या कुमारको काखमा टाउको बिसाएर त्यही पात्र खेलाउँदै बसेको दृश्य ज्यादातर देखे नारदले। उनलाई त्यो पात्रको विषयमा ती जोडीसँग नै सोधौं झै पनि भएको थियो। तर कति बेला ती जोडी प्रेमिल हुँदै एक आपसमा थुतुनो पनि जोड्थे। त्यसो हुँदा नारदलाई डिस्टर्ब गर्न मन लागेन। उनी बागमतीको किनारै किनार टहल्दै अगाडि बढे। अलिक पल्तिर एउटी कन्या त्यस्तै पात्रमा व्यस्त थिइन्। उनलाई यकिन थियो त्यो त्यही शंकास्पद पात्र हो जसमा ऊ गुनगुन गरिरहेकी छे। यसका विषयमा यसले निश्चय भन्ने छ। एक्लै पनि रहेछ। हेर्दा सोझी देखिन्छे। सुशील सुवासिनी पनि लाग्छे। नारद ओभर कन्फिडेन्ट हुँदै उसका समीप गए। उसो त ऊ व्यस्त नै थिए। उसले बोल्न सकेपछि सोधौला भनी नारदले पर्खिरहे। उसैतिर हेरिरहे। उसले बोलिरहे। नारदले पर्खिरहे। उसले बोलिरहे। नारदले पर्खिरहे। हे ईश्वर, आधा घण्टा बितिसक्यो।
कुरै टुङ्गिँदैन। नारदलाई बढ्दै हतार भयो। धैर्यताको पनि सीमा हुन्छ नि। उसँग सोध्नलाई उसको छेउैमा गए अनि भने, बालिके, मलाई एउटा कुरा बताऊ, को हो तिमी, के चाहियो? अनि तुरुन्तै फेरि भने, ह्या उता जाऊ। नारदको कुरा भुइँमा झर्न नपाउँदै यी सबै कुरा उसले भनेकी थिए। बडो नरुचाएर घिनाएर भने झैँ थियो उसको वचन। नजाने कारण के थियो? सायद कोही जोगी जस्तो आफ्नो नजिक आएर आफूलाई घुरिरहेको उसलाई मन परेकै थिएन। सायद कता कता आफूलाई असुरक्षित महसुस गरेकी थिए कि उसले यतिकै भन्न मात्र नसकेकी हो जस्तो लाग्थे। तर जब नारदले एक बाजी के बोले, ठूलो मौका पाए झैँ प्वाक्क थुतो नखेलाई। सुन त सही, बस एक कुरा सोध्छु, यो के हो? के काम हो यसको, बताऊ। उनले उसको खस्रो वचनलाई सहेरै उसले बात गरिरहेको पात्रतिर देखाएर सोधे। तर यथार्थमा उसले नारद नजिकै आएर उसलाई घुरिरहेको रुचाएकी रहेनछ। तब न उसले घृणाले बडा बडा आँखा पारी खाउलाजै गरे। देवलोकमा त्यसरी हेर्नलाई त्रिनेत्र खुल्नु भनिन्थ्यो होला। त्यसैले नारद एकछिन रणभुल्नमा परे। त्यही पात्रमा कन्यासँग गफिने कसैले सोध्दै थियो, को हो, के भयो भनेर। खोइ कोही जोगी हो, ल्याङल्याङ गरिरहेछ। उसले दिक्दार मान्दै सुनाई, 1-2 रुपियाँ दिएर पठाइदिए। पात्रमा गफ गरिरहेको कुमारले भनिसकेपछि उसले जिन्सको पाइनबाट 5 को नोट निकाली नारदतिर फ्याँकी। मैले पैसा मागेको होइन बालिके, के चाहियो त? उसले नजर उठाइकनै भने, मागेको होइन, मेरो प्रश्न छ, बस बताऊ। जान्छस् कि हानम चप्पलले? शिव शिव, के भने कि? किन पड्किए कि? उसको बेहोराले नारद साह्रै खिन्न भए। हेर्दा सोझी सुवासिनी देखिँदैमा सबै असल हुन्नन्। तिनका वचनले अस्त्र शस्त्र पनि फाल्छन् भन्ने कुरा नारदले बल्ल थाहा पाए। ऊ भने अझै फतफताउँदै थिए, 1 घण्टाको डाटा लिएको कुरै गर्न दिन्न यार, कस्तो तोरी रहेछ। नारदलाई उसले तोरी बनाइदिए। नारद छन् हिन्ताले छोपिए भन्ने हो भने त उनको ठूलो मानहानि भएको हो। यस्तरी राक्षसनीलाई देखेर नारदलाई श्रापै दिन मन लागेको हो। तर के गरून्, यो अनुसन्धानको विधानमा पृथ्वीलोकमा त्यस्तो केही गर्न नपाउने भनिएको थियो। सायद स्वर्गका देवताहरूलाई यति त थाहा थियो। कलिमा यस्ता कुरा उप श्राप दिन थाल्ने हो भने पृथ्वीलोकमा औँलामा गन्न मिल्ने मनुष्यहरू मात्र बाँकी रहनेछन्। त्यसैले त अनुसन्धानको विधान यस्तो बनाए। विवश नारदलाई त्यहाँ बसिरहन मन लागेन। कुणिएको मन लिएर उनी लरङ लरङ हिँडे। अघिको कुरालाई भुल्ने प्रयास होला। नारायण 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 भन्दै उनी हनुमान मन्दिरको प्राङ्गणमा पुगे। त्यहाँ पनि मनुष्यहरू बडो व्यस्त लाग्थे। जो देखेका छन् उनीहरूको हातमा पात्र छ, त्यही पात्रलाई मसारेका छन्, गुनगुन गरेका छन्, या त मन्टो निहुराएर त्यसलाई थिचेका छन्। मनुष्य बीचको सोधपुछ भलाकुसारी केही छँदै छैन। यस्तो त देखेका थिएनन् नारदले अघिल्लो पृथ्वीलोक यात्रामा। यस प्रकारको मनुष्यको ताल सार्वजनिक थलोमा मात्रै होइन, नारदले अट्कल काटे। त्यति नै खेर नारद पसेको ठाउँनिर एकजना वृद्ध आए। धेरै वृद्ध त होइन, तर पुरै श्वेत कपाल भएको, कमसेकम 60 को हाराहारीको। ती वृद्ध नारदको छेउमा बसे। उनले मन्त्र झैं केही पाठ गरे अनि पाठ गरे हनुमान चालिसा। पहिला त नारदलाई लाग्यो उसले पनि त्यही पात्रसँग गुनगुन गर्दैछ। पात्रविहीन त मान्छेहरू नहुँदा रहेछन् पृथ्वीमा। उनलाई दुविधा भयो, त्यस वृद्धसँग पात्र उप सोधखोज गरौँ कि नगरौँ, कतै पड्किने पो हो कि? त्यसै बखत वृद्धले आँखा चिम्लिए, ध्यान गरे। नारद उनैलाई पर्खिएर निश्चय गरे, उनैलाई सोध्छु। वृद्धले आँखा खोल्दा आफ्नो अगाडि देखे एक गेरु वस्त्रधारी बिना बोकेको युवक अघिल्तिर मुसु मुसु हाँसिरहेको। त्यो युवक पत्याउनै नसकिने तर बडो ज्ञानले ओतप्रोत आवायुक्त पनि लाग्यो। वृद्धलाई उत्सुकता जाग्यो। सोधे, बाबु कहाँबाट आउनुभयो? वैकुण्ठबाट, नारदले सिधा जवाफ दिए। ए, वैकुण्ठपुरबाट? होइन होइन, भगवान नारायणको साम्राज्यबाट। ए, नारायण घाटबाट? होइन, म वैकुण्ठबाट आएको हुँ। माता लक्ष्मी अधिपति श्री गणेश विष्णुको साम्राज्यबाट। म भगवानको परम भक्त महर्षि नारद हुँ। नारदका कुरा सुनेर वृद्धले अट्टहास गरे। पत्याउने कसरी? सोझै वैकुण्ठबाट आएको भन्नेलाई थोर बहुत ज्ञानी मानेको युवकले ठिस जस्तो कुरा गर्यो। यस्तै कोही कोही भेटिन्थे बेला बेलामा। आफूलाई भगवान मान्नेहरू, आफूलाई भगवानको परम भक्त भन्नेहरू, एकसरो भएका, धोती टोपी खुस्किएका, थाकथलो घुमाएका मनोरोगीहरू। हठात वृद्धको नारदप्रतिको दृष्टिकोण बदलियो, खास गरी दयाले नै बदलियो भनौँ न। मुसु मुसु हाँस्दै वृद्धले सोधे, किन योगी हुनुभयो बाबु? उनले उसको बेसुरे परिचय छोडेर आफ्नो अनुमानलाई प्रस्ट्याउने हिसाबले सोध्न थाले। उनको अनुमान ती योगी मानसिक रूपमा चुस्त दुरुस्त हुन् भन्ने नै थिएन। आफ्ना अगाडि खुदै देख्दै थिए। एक युवक
अकालमा योगी बन्न पुगेको छ भन्छ वैकुण्ठबाट आएको। बिना कुनै कारण किन गृहस्थी त्यागे होला? उनले अनेक तर्कना मनमा खेलाउँदै उसको मुखमा हेरिरहे। नारद पनि मजाकको पात्र बनिने ठानेर पूरा परिचय दिन नथालेर आफ्नो उद्देश्य बताउन थाले। पहिलो उनको जवाफ थियो, म अहिले योगी भएको होइन, ज्ञानी वृद्ध, म सधैँको योगी हुँ। यहाँ म अहिले अनुसन्धानमा छु। वृद्धले हाँस्दै सोधे, के को अनुसन्धान गर्दै हुनुहुन्छ? नारदले मोबाइल बोकेकाहरूलाई देखाउँदै भने, त्यो के पात्र हो जसमा मनुष्यहरू लिन्छन्? म त्यसका विषयमा जान्न चाहन्छु। अरे योगीजी, तपाईँ पनि मोबाइलकै चक्करमा हुनुहुन्छ? वृद्धलाई यकिन भयो उनको अनुमान योगीका प्रति सही जस्तै भइदियो। के किन सोध्ला भनेको जैरी मोबाइलका बारेमा सोध्छ, के किन मोबाइलको अनुसन्धान गर्ने रे? त्यस्तालाई हावा खुस्किएको नभनेर के भन्ने? वृद्धले एकछिन वाल्ल परेर नारदलाई हेरिरहे। नारद भने मोबाइल शब्द जानेर फुर्किए। अलाप्दै थिए, नारायण नारायण, यसलाई मोबाइल भन्छन्? तत्पश्चात नारदले बिनाको तारमा सर्र औँला दौडाए। टुई टुई टिङ टिङ धुन झङ्कृत भयो। के मोबाइलकै कारण हो तपाईँ योगी बन्नु परेको? वृद्धले प्रश्न गरे। वृद्धको प्रश्न नारदको जवाबसँग कहाँ पो मिलेको थियो र? बस आफ्नै हिसाबले बेप्रसङ्गका वार्तालाप भए। पछि नारदले सोधे, यो पात्र मतलब मोबाइलको काम के हो हजुर? यसबाट टाढा टाढाका व्यक्तिसँग कुराकानी गर्न सकिन्छ। यसबाट सूचना आदान प्रदान हुन्छ। वृद्धले जवाफ दिए। यति मात्रै हुन्छ कि अरू पनि काम गर्छ यसले? यसले संसारभरको सूचना तथा जानकारी दिन सक्छ। यसमा सूचनाहरू राख्न पनि सक्छौं। यसमा गीत संगीत सुन्न सकिन्छ, युट्युबमा भिडियो हेर्न सकिन्छ, गेमहरू खेल्न सकिन्छ, थुप्रै मनोरञ्जन यसबाट लिन सकिन्छ। धेरै धेरै कामका विषयमा वृद्धले बताइदिए। राम्रै चिज रहेछ त यो। राम्ररी प्रयोग गर्नेलाई त राम्रै छ नि, दुरुपयोग गर्नेहरूको सर्वस्व हरण पनि त गर्छ यसले। दुरुपयोग कसरी हुन्छ यसको? 24 घण्टा यसैमा भुलेपछि दुरुपयोग भएन र योगी? काम गर्नेहरू 24 घण्टा मनोरञ्जनमा भुलेपछि के हुन्छ भन्नुहोस् त? 24 घण्टा यसैमा भुलिरहने काम त कसैको हुन्न नि। तर हेर्नुहोस् त, वरपर सबै यसैमा त भुलेका छन्। कसैले कसैको मतलब गरेको देख्नु भएको छ? आज यही गौशालानेर यसैका कारणले ठूलो दुर्घटना भयो। ड्राइभरले सवारी चलाउँदा चलाउँदै मोबाइल उठाउँदा 2 जना ठाउँका ठाउँ 3 जना हस्पिटलमा छन्। मोबाइल उठाउँदा दुर्घटना कसरी हुन्छ? स्टियरिङमा हुनुपर्ने हात मोबाइलमा, 2 हातले चलाउने साधन 1 हातले चलाएपछि के हुन्छ भन्नुहोस् त? यसले हानि पनि गर्छ भन्ने के मनुष्यहरूलाई थाहा छैन र? खै थाहा छ भन्नु कि थाहा छैन भन्नु? मतलब यो मनुष्यको योग बल तप बल बनाउन एकाग्रताको लागि होइन। त्यसो भए के हुन्थ्यो? यो त विग्रहको स्रोत हो, विचलनको आधार हो। कसरी? जसरी जुन दशाले तपाईँ हिँडिरहनु भएको छ यस्तै त गराउँछ यस पिचासले। नारद ती वृद्धका कुराले खङ्ग्रङ्ग भए। मलाई के भएको छ र? मेरो दशा के देख्नु भयो? नारदले भन्न त भने, तर वृद्धले नपत्याएको उनलाई आभास भयो। आखिर सत्य नै हो। सत्य कुरा कलियुगका मनुष्यहरूले छट्टै पत्याउँदैनन्। सत्य बोले पागल ठान्छन्। यस अर्थ पनि नारदले आफ्नो परिचयको रटान लगाइरहनु अनुपयुक्त ठाने। त्योभन्दा क्षमता प्रदर्शन आवश्यक माने। क्षमताबाट परिचय बन्छ भन्ने नारदको बुझाइ जो थियो, उसो त परिचय जसरी पनि दिनु थियो। कति बेर अरूका नजरमा हावा खुस्किएको भन्ने हो र? होइन भन्नुहोस् त? यिनै ज्ञानी वृद्धलाई नै सही। अब नाम भनेर काम छैन, क्षमता देखाउनु पर्छ भन्ने निर्गोलमा नारद पुगे। उनले आँखा चिम्लिए, एकछिन प्राणायाम गरे, त्यसपछि हनुमान चालिसा सुन्दर अन्दाजमा गाए, गायत्री आह्वान गरे, गाए। त्यसै गरी ज्योतिषका अनि वेदका महत्त्वपूर्ण ऋचाहरूको मोहनी लवजमा गुनगुनाए। वृद्धले मन्त्रमुग्ध भएर सुने अनि प्रश्न गरे, साँच्ची भन्नुहोस् त तपाईँको हो? अघि भनिसके त म नारद मुनि हुँ। काम विशेषले स्वर्गका राजा इन्द्रले पठाएर आएको हुँ। वृद्ध फेरि हाँसिदिए। त्यसपछि नारदले गीताका, रामायणका, विष्णु पुराणका विभिन्न श्लोकहरू बाँच्न थाले, जुन अघि वृद्धले गुनगुनाएको मन्त्रको सार स्वरूप प्रसङ्ग समेत भनिदिए। वृद्धको मुख आँको आँ भयो। अन्ततः वृद्धलाई एउटा कुरा निश्चित भयो, उनका अगाडिको योगी महाज्ञानी हो। भलै पत्याउन मुस्किल परेको हो, ऊ नारद मुनि हो वा वैकुण्ठबाट आएको हो, देवराजले पठाएको के थियो, तर पढे बुझेको मनुष्य भने अवश्य हो। गफ गर्दा गर्दै अबेला भइसकेको थियो। यस्ता ज्ञानीहरूसँग शास्त्रार्थ गर्न राम्रै हुन्छ भन्ने ठानेर वृद्धले भने, लौ हिँड्नुहोस् मेरो घर, उतै बसी बात मारौँला। वृद्धको हार्दिक आमन्त्रण नारदलाई पनि ठिकै लाग्यो। अनुसन्धानको दोस्रो चरण उनैको घरबाट पनि अगाडि बढाउन सकिएला। उनी त्यहाँबाट हिँडे। ती वृद्धका साथ नारद अलिसान भवनभित्र प्रवेश गरे। बडो सुन्दर लाग्थ्यो, सबथोक भएको। उनीहरू भवनको भित्री भागमा पुगे। बैठक कोठामा 4 मनुष्यहरू थिए।
तर सबै व्यस्त लाग्थे, सबैका टाउका झुकेका थिए। के गर्दै थिए भन्नै परेन। उनी र ती वृद्ध, उनीहरूका समीपबाट गएको कसैलाई पत्तो भएन। वृद्ध बताउँदै थिए, त्यो मेरो जेठो छोरो, ती जेठी बुहारी, त्यो नाति, त्यो नातिनी। तर त्यो बैठक कोठा बडो सुनसान थियो। उनीहरू भित्र हिँडिरहँदाको पच्चा पनि कति चर्को सुनिएको। अर्को कोठामा एउटा केटो लम्पसार परेर सुतेको थियो, तर ऊ पनि थियो खोप्टै परेको। वृद्धले चिनाए, मेरो कान्छो छोरो। अर्को पल्लो कोठामा एउटी सुकुमारी थिइन्। उनी बिस्तारामा खोप्टिएर ल्यापटप चलाउँदै थिइन्। अन्ततः वृद्ध र नारद एउटा बडेमानको कोठामा गए। त्यहाँ दराजमा पुस्तकहरू टन्नै थिए। नारदलाई पनि हेक्का भयो, यी वृद्ध पनि ज्ञानी हुन्। नारद र उनी गफिन थाले। नारदले छोटकरीमा नै 2वटा पुराणका कुरा सुनाउँदा अबेर भइसकेको थियो। त्यतिन्जेल उनीहरूलाई कसैले खाना खानै बोलाएन। पछि वृद्धले खानाको स्थिति के छ भनेर आफ्नो कान्छो छोरालाई बोलाए। उसलाई सोधे। उसले आफ्नी बहिनीलाई सोध्यो, बहिनीले भाउजूलाई सोधे, भाउजूले दाइलाई सोधे, ए बाबा खाना त बनेकै रहेनछ, घरमा पाहुना आउँदा हेर्नुहोस् त यस्तो स्थिति। तर आखिरमा सबै कुरा बिगारेका रहेछन् वृद्धले। आज साउथ इन्डियन खाना आफैले बनाएर खुवाउने भनी बिहान जेठा बुहारीका अगाडि उद्घोष गरेका रहेछन्। दिनभरि युट्युबमा साउथ इन्डियन खाना डोसा, साम्बर, इडली कसरी बनाउने भन्ने भिडियोहरू हेरेर उनी पशुपति लागे। नारदसँग गफिँदा समय बितेको पत्तो भएन। फर्किँदा ढिला पनि भयो। युट्युबमा पाकेको खाना उनको भान्सामा आफै पाक्दिएन। आफै नकसी पाक्छ त पाक्दैन नि। बुढाले यो कुरो झल्यास सम्झे अनि बल्ल भान्सातिर कुदे। बिहान छोरा बुहारीलाई गफ दिएको युट्युबमा पाकेका खाना अहिले बनाउने समय थिएन। त्यसैले गुन्द्रुकको झोल र भात बनाउने विचार गरे। उनी भान्सामा भुले। नारद बैठक कोठामा एकछिन आङ तान्दै बसे। रातिको 10 बज्न आँटेको थियो। भोकले ग्यास्ट्रिक जगाउला जस्तो भइरहेको थियो नारदलाई। मुखबाट अमिलो पानी आउन जो सुरु भएको थियो। पछि नारद पनि भान्सामा गए। नारदको खबराहटलाई बुझेर वृद्धले फलफुल खानुहुन्छ र भनेर सोधे। हुन्छ, त्यही भए पनि नारदले स्वीकारमा मन्टो हल्लाए। बेलुका अलिकति तातो जाउलो खाएर सुत्ने बानी भएका नारद फ्रिजमा राखेका चिसा स्याउ, खरबुजा खाएर भोकलाई अलिभेरलाई थकेल्न बाध्य भए। सँगसँगै यो र यस अघिका परिस्थितिहरूमा मनुष्यहरूको व्यवहारको मूल्याङ्कन नारदले गरे। मनुष्यहरू सामूहिक तप गरेका वा एकल तप गरेका भन्ने यस्तो केही पनि त होइन रहेछ। मनुष्यहरू अझ बढी उल्झनमा परेको नारदले स्पष्ट देखे। यस्तो चाला गर्ने मनुष्यहरूसँग देवराज इन्द्र डराउनै पर्दैन। हो, मोबाइलको उपयोगिता त रहेछ, तर जति बेला पनि यसैमा भुल्नु कतै कली दुर्गतितर्फ मोडिएको त होइन। नारदको मनमा यो प्रश्न भने उम्झियो। अबेरै भए पनि वृद्धले भात भान्सा तयार गरे। तर यतिन्जेल उनलाई सघाउन परिवारका कोही पनि आएनन्। पछि वृद्धले खाना बनिसकेको जानकारी परिवारका सदस्यहरूलाई गराए अनि पाकेको खाना वृद्धले पाहुनालाई र आफूलाई पस्किएर दिन आग्रह गरे। छोरीले इम्पोर्टेन्ट च्याट भनेर आउन मानिन। सानो छोरोले टिकटकमा लाइभ बसेको आउन सक्दिन भन्यो, आएन। जेठो लन्ठु वास्तै नगरी खोप्टो परिरह्यो। बुहारीले नसुनेझै गरी। सानी नातिनी रोइरहेकी थिए। उसलाई मोबाइल दिए अनि छर्किँदै आफ्नो कोठातिर लागि। आखिर वृद्धले नै खाना पस्किए। नारदलाई सक्दो सन्तुष्ट बनाउने प्रयास गरे। उनीहरूले खाना खाएर उम्किँदा पनि परिवारका अन्य सदस्यहरू आफ्ना मोबाइलमा ल्यापटपमा व्यस्त थिए। अचम्मको कुरा, घरमा आएको पाहुनासँग परिचयसम्म गरेनन् उनीहरूले। लौ त बरै सबै मेसिन भइसकेका प्रतीत हुन्थ्यो। नारदलाई लाग्यो यी मनुष्यहरू चाहिँ यिनीहरू बीचको सम्बन्ध संस्कार पनि खोप्टो परिसकेको रहेछ। कली झन शर्मनाक भएको। मनुष्यहरू नितान्त एकाङ्की भएका, स्वार्थी भएका उनलाई बोध भयो। कलीको उपयोगको जुन ब्रह्माजीले सृष्टि गर्दा छुटाएका रहेछन्, यस्तो युग जुन ब्रह्माजीलाई हेक्का भएन, त्रिदेवको योजनामा थिएन। यो युग, यो घोप्टे युग कताबाट जन्मियो? या त यो युग हटाउन पर्यो या त नियमन गर्न पर्यो। उस्तै परे घोप्टे युगको व्यवस्थापनका लागि भगवानले नयाँ अवतारमा जन्म लिनुपर्ने आवश्यकता हुन सक्छ। भगवानको नयाँ अवतारले असुर मोबाइल र त्यसका मतियार वाइफाई, डाटा अरू के हुन् तिनको आवश्यक परे संहार गर्नुपर्ने हुन्छ। तब बल्ल मनुष्यहरूबीच करुणा, प्रेम, सम्मान उजागर होला। यी सबै कुराको खाँचो नारदले महसुस गरे। फर्किएर नारदले यसै विषय उप बृहत शोधपत्र तयार पारे। नारदले तयार गरेको शोधपत्र देवराज इन्द्रलाई बुझाए। त्यस शोधपत्रका विषयमा छलफल गर्न देवराज इन्द्रले बैठक डाके। सम्पूर्ण देवी देवता लगायत वैकुण्ठ निवासी श्री विष्णु, लक्ष्मी, ब्रह्मा, शिवजी लगायत संसारका अन्य धर्मगुरुहरू जम्मा हुनुभयो। घोषणा पत्र जारी भयो।
घोप्टे युगमा बढेको नैराश्यता, एकाङ्कीपन अनि सृजना, निरर्थकता, विषादको अन्त्य गर्न भगवानले पुनः अवतार लिनुहुनेछ। घोषणा सँगसँगै बैठक समापन भयो। सबैले जानकारी पाएर सभाबाट निस्किँदै थिए। अपरछट केही छुटे जस्तै नारदले उपस्थित सबैलाई रोकिन आग्रह गरे अनि सबै देवी देवतालाई लस्करै बस्न पनि लगाए। त्यसपछि आफू अलिकता सबैका अगाडि रहेर खोकिलाबाट एउटा पात्र मोबाइल झिके, आफ्नो अगाडि तेर्साए। त्यसतिर हेर्न सबैलाई अनुरोध गरे अनि भने सबैले चीज भन्नुहोस्। चीज भन्दा हाँसेको तस्बिर आउँछ भन्ने नारदले थाहा पाइसकेका थिए। असलमा केही विशेष होला भन्ने ठानेर देवी देवता भगवानहरू सबैले नारदको आग्रह मानिदिनु भयो। नारदको त्यस पात्रबाट आवाज आयो, खिचिक्क। यो तस्बिर स्वर्गको पहिलो सेल्फी भनेर कहलियो। यो रहेको थियो कथा घोप्टे युग। कथाकार छविलाल ढकाल। स्रोत साहित्यपोस्ट.com। तपाईलाई आजको कथा के कस्तो लाग्यो? कथाकार छविलाल ढकालज्यूद्वारा लेखिएको यो कथा घोप्टे युग सम्बन्धी केही प्रतिक्रिया भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। भोलिको भिडियोमा अवश्य नयाँ कथाको साथ उपस्थित हुने नै छु। नमस्कार।